नमस्ते। अनलाइन ड्रिम युट्युब च्यानल हेरेर बस्नुभएका तपाईँ सम्पूर्णमा न्यानो अभिवादन। सदा चाहिँ आज पनि एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म यहाँहरूलाई भर्खरै गत मङ्सिर 25 गतेका दिन एउटा इमिसमा नोटिफिकेसन आएको छ अथवा सूचना प्रकाशन गरेको छ इमिसमा चाहिँ के छ भने टिचरहरूको त्यहाँ डिटेल्समा शिक्षक विवरण चाहिँ नमिलिरहेको अवस्था हाम्रो इमेजमा यतिखेर देखिन्छ र यसलाई चाहिँ कसरी मिलाउन सकिन्छ भन्ने विषयमा चाहिँ आजको भिडियो रहनेछ र आशा छ यहाँहरूले आजको भिडियो पुरा हेरेर साथ दिनुहुनेछ। लागौँ अब आजको भिडियोतर्फ। तपाईले सबैभन्दा अगाडि चाहिँ वेब ब्राउजरमा लगइन हुनुपर्ने हुन्छ। आज मेरो नेट पनि अलिकति स्लो छ र तपाईले कुनै पनि ब्राउजर मार्फत इमेजमा लगइन भइसकेपछि अथवा लगइन गर्नुपर्ने हुन्छ। तपाईँ ब्राउजरमा गइसकेपछि इमेजको ड्यासबोर्डमा गइसकेपछि यस्तो इन्टरफेस देखिनेछ र त्यहाँ तपाईले लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसक्दाखेरि तपाईको यहाँनिर देखिनेछ, यहाँ तपाईले देख्नु भएको छ यहाँ भर्खरै इम्पोर्टेन्ट नोटिफिकेसन एन्ड अपडेट्स भनेको छ हैन। यहाँनिर चाहिँ भर्खरै 2082 साल 8 महिना 25 गतेका दिन एउटा जानकारी सूचना प्रकाशन गरेको छ। शिक्षक र कर्मचारीको विवरण र तलब भत्ताको माग फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू भनेर यहाँनिर चाहिँ नोटिफिकेसन आइसकेको छ। 2 नम्बरको सूचनाले तपाईले ध्यान दिनुपर्ने हुन्छ। शिक्षकको ड्यासबोर्डको सम्बन्धमा भनेको छ 2082 सालमा मङ्सिर 8 24 गतेका दिन चाहिँ यो पब्लिश भएको छ। यो सूचना बमोजिम यहाँ माथि यहाँनिर चाहिँ टिचर काउन्ट्स भनेको छ, यहाँ चाहिँ नमिलिरहेको अवस्था देखिन्छ। यहाँ चाहिँ मैले यहाँनिर केही मिलाइसकेको छु। यहाँ तपाईको के देखिन्छ भने तपाईको यो भ्याकेन्ट भन्ने ठाउँमा छ, त्यसमा चाहिँ तपाईको यहाँनिर यो एक चाहिँ यता हुन सक्छ। मैले यो मिलाइसकेको छु। यहाँनिर चाहिँ तपाईको शिक्षक दरबन्दीका कोटाहरू यहाँ देखिन सक्छ। त्यसैगरी राहत छन् भने राहत शिक्षकको पनि यहाँनिर चाहिँ भ्याकेन्ट भनेर यहाँनिर दिइरहेको छ। यसरी यहाँ काम गरिरहेको अवस्थामा चाहिँ वर्किङ भन्ने ठाउँमा चाहिँ शिक्षक संख्या नदेखिन सक्छ। त्यस्तो अवस्थामा चाहिँ कसरी यसले मिलाउने भन्ने विषय यहाँ तपाईले यहाँनिर यो तपाईले यहाँ क्लिक गर्ने बित्तिकै यहाँनिर चाहिँ यहाँ के गर्नुपर्छ भन्ने विषयमा सम्पूर्ण जानकारी यहाँ प्राप्त गर्न सक्नुहुनेछ। के गर्ने, कुन स्टेपमा के गर्ने भन्ने विषयमा पनि म तपाईहरुलाई यहाँ एउटा नोटिफिकेसन राखिदिनेवाला छु। यो तपाईले यो पत्र पनि हेर्न सक्नुहुनेछ। यहाँनिर चाहिँ के गर्नुपर्छ त्यो स्टेप बाइ स्टेप यहाँनिर मैले राखिदिएको छु। त्यो अनुसार यसलाई स्क्रिनशट गरेर तपाईले हेरेर पनि काम गर्न सक्नुहुनेछ। शिक्षकको ड्यासबोर्ड मिलाउनका लागि यहाँ तपाईले स्कुल प्रोफाइल भन्नेमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्नुहोस् र यहाँ भित्र म सहमत छु भन्नेमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको यहाँ सम्पूर्ण कुरा मिलाउनु पर्ने हुन्छ। यहाँ यो पहिले पनि मिलाइसकिएको छ र यो भन्दा अगाडिको भिडियो पनि तपाईले हेर्न सक्नुहुनेछ। आई बटनमा आइराखेको पनि छ, त्यो पनि तपाईले हेर्नु होला। र यहाँनिर चाहिँ तपाईले यहाँनिर मिलाउनु पर्ने हुन्छ। सबैभन्दा अगाडि चाहिँ स्वीकृत दरबन्दी के छन् भन्ने कुरा, जस्तै माथि अघि मैले देखाएँ माथि हैन, त्यसमा चाहिँ बाल विकासमा एकजना टिचरको यहाँनिर देखिएको थियो। त्यसैगरी यहाँ 1 रहेको छ। आधारभूत तह कक्षा 1-5 मा दरबन्दी 4 वटा, त्यसैगरी राहत अनुदान कोटा 3 टा यहाँनिर चाहिँ देखाइएको छ। त्यसैगरी कक्षा 6-8 त्यसैगरी कक्षा 6-8 को कोलममा चाहिँ तपाईले यहाँ देख्नुहुनेछ 1 मात्रै छ। यहाँ संघीय अनुदान त्यसैगरी स्थानीय अनुदान 1 रहेको छ। हामीले जति पनि यहाँ देखेका छौं तर त्यो अनुसार ड्यासबोर्डमा हामीले देखिरहेका छैनौं। ड्यासबोर्डमा त्यो भन्दा फरक छ। यो मैले मिलाइसकेर यहाँ 2 भएको थियो, मेरोमा यहाँ चाहिँ 4 थियो, यहाँ चाहिँ 0 थियो। त्यसैगरी यहाँनिर चाहिँ वर्किङमा चाहिँ कति थियो भने यहाँनिर चाहिँ भ्याकेन्टमा 3 छ, यहाँ 0 छ। अब म यहाँनिर यो राहत कोटाको एउटा टिचरको कसरी अपडेट गर्ने भन्ने विषयमा तपाईहरुलाई म छोटो भिडियो बनाउन लागिरहेको छु। अब यो राहतमा काम गरिरहेका 3 जना मध्ये 1 जनालाई यहाँनिर ल्याउँ। यहाँ सम्पूर्ण कुरा गरिसकेपछि यो सबै कुरा अपडेट गर्नुपर्ने हुन्छ। यो सम्पूर्ण कुरा अपडेट गरिसकेपछि तपाईले सेभ गर्नुहोस्। त्यसपछि तपाईले यहाँ चाहिँ ईसीडी को इन्फर्मेसन त्यो पनि सेभ गर्नु होला, सम्पूर्ण कुरा भरेर। त्यसपछि यहाँनिर चाहिँ म्यानेजमेन्ट एन्ड ओदर्स भनेको छ, यो सबै कुरा भरेर तपाईले सेभ गरिदिनुहोस्। सबै कुरा भरिसकेपछि यहाँ सेभ गरिदिनुहोस्। मैले सबै कुरा भरिसकेको छु। सबै कुरा भरिसकेपछि तपाईले यहाँनिर चाहिँ सेभ गरिदिनुहोस्। त्यसैगरी टेक्स्टबुक एन्ड ओदर्स करिकुलम भन्ने छ, यो पनि कति छ विद्यालयमा, ती सबै कुरा भरेर तपाईले यहाँ सेभ गरिदिनुहोस्। मैले सबै कुरा गरिसकेको छु। त्यसैगरी त्यसपछि जियोग्राफिकल म्याप भनेको छ है,
यो पनि तपाईले सेभ गर्नुपर्ने सेट गर्नुपर्ने हुन्छ। यो भन्दा अगाडिको भिडियोमा यो पनि कसरी गर्ने भन्ने विषयमा चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले स्टेट भन्ने छ, यसमालाई स्याटेलाइट बनाऊ। स्याटेलाइट भनेपछि तपाईको आफ्नो विद्यालय कहाँ रहेको छ त्यो हो यहाँनिर तपाईले देख्न सक्नुहुनेछ, अथवा यसलाई सेटिङ गर्नुपर्ने हुन्छ। त्यो पनि यो भन्दा अगाडि नै गरिसकेको छ। सबै कुरा भइसकेको छ। अब म खाली तपाईहरुलाई शिक्षकको ड्यासबोर्ड कसरी मिलाउने भन्ने विषयमा म लिएर जाँदैछु। हामी अब टिचर सेक्सनमा जाँदैछौँ। टिचरमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर लोड गरिदिनुस्। लोड गरिसकेपछि यहाँ धेरैजना शिक्षकहरूको नामवाली तपाईले विवरण देख्न सक्नुहुन्छ। त्यसमध्ये म एकजनाको चाहिँ यहाँनिर मिलाउन गइरहेको छु। त्यसैले एक्सनमा तपाईले क्लिक गर्नुहोस्। एक्सनमा क्लिक गरिसकेपछि एडिटमा क्लिक गर्नुपर्ने हुन्छ। एडिटमा क्लिक गरिसकेपछि यहाँनिर पहिला भरेका सम्पूर्ण देखिनेवाला छ। त्यसपछि तपाईले यसलाई ठिक छ भने यहाँनिर मिलाउनु पर्ने छ भने चाहिँ तपाईले मिलाउनुहोस्, छैन भने तपाईले यसलाई सेभ बेसिक इन्फर्मेसन भन्नेमा क्लिक गर्नुहोस्। यसरी क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्ने बित्तिकै तपाईले क्वालिफिकेसनमा आउँछ। क्वालिफिकेसनमा चाहिँ यहाँनिर चाहिँ सबै कुरा भर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ क्वालिफिकेसन कुन कति हो भन्ने कुरा सबै कुरा मैले यहाँ भरिसकेको छु। यहाँ कुनै बाँकी छैन, त्यसले पनि म सेभ क्वालिफिकेसनमा गर्छु। अब त्यसपछि एक्सपिरियन्स भन्ने हुन्छ मेन कुरा चाहिँ। अब यहाँनिर एक्सपिरियन्स, यो एक्सपिरियन्समा पनि कहिले कहिले कता गरेको छ। जस्तै तपाईँ अहिले हाल कार्यरत हुनुभएको विद्यालय यो भयो सबैभन्दा सिरानमा। त्योभन्दा अगाडि तपाईले कहाँ गर्नुभएको थियो त्यो विद्यालयको बारेमा यहाँनिर भन्नुहोस्। अनि त्योभन्दा अगाडि त्योभन्दा अगाडि तपाईले कहाँ गर्नुभएको थियो तपाईले एट मोर एक्सपिरियन्समा तपाईले गएर क्लिक गरिदिनुहोस् र त्यहाँनिर सबै कुरा यहाँनिर भरिदिनुहोस्। अनि यसै विद्यालयमा गर्नुभएको थियो भने यसै विद्यालयको नाम राख्न सक्नुहुनेछ। तर तपाईले यो भन्दा अन्य विद्यालयमा तपाईले गर्नुभएको थियो भने त्यो राखिदिनु पर्ने हुन्छ। अब यति गरेपछि तपाईले यहाँनिर सेभ गरिदिनुहोस्। सेभ गर्दाखेरि बित्तिकै यहाँ के देखियो त, यहाँनिर चाहिँ तपाईको यी कुराहरू चाहिँ भन्नुहोस् है भनेर चाहिँ भन्नुपर्छ भनेर तपाईलाई मानेको छैन। अब म यहाँनिर गरिदिन्छु। यहाँनिर चाहिँ अहिले कार्यरत पद हो भनेर सोधेको छ। यसमा चाहिँ उहाँ टिचर चाहिँ उहाँ चाहिँ निजीमा हुनुहुन्थ्यो, त्यसैले म यहाँ चाहिँ स्कुल प्राइभेट सोर्स भनेकोमा तपाईले म क्लिक गरिदिन्छु। अब त्यति गरिसकेपछि अब यता पनि के गर्नु पर्यो भने कक्षा 1-5 को त्यो मिलाउनु पर्ने नै हुन्छ। कक्षा 1-5 मै हुनुहुन्थ्यो। अब यहाँनिर चाहिँ अहिले कार्यरत पद हो भनेको छ, यसमा चाहिँ म होइन गरिदिन्छु। र अन्य पनि थुप्रै हुनसक्छ, यो भन्दा अरू पनि टिचरको एक्सपिरियन्स हुनसक्छ। त्यसैले गर्दाखेरि तपाईले अन्य एक्सपिरियन्स थप्नु पर्यो भने एड मोर एक्सपिरियन्समा तपाईले क्लिक गरेर भर्नु सक्नुहुन्छ। म अब यसलाई सेभ एक्सपिरियन्स भन्नुमा क्लिक गरिदिन्छु। यहाँनिर सेभ भइसकेको छ। अब ट्रेनिङका कुरा आयो। यहाँनिर चाहिँ ट्रेनिङ के छ यहाँनिर भन्नुहोस्। जस्तै उहाँ शिक्षकले चाहिँ उहाँ टिचरले चाहिँ आइसिटी ट्रेनिङ गर्नुभएको थियो, मैले त्यो लगाइदिएको छु। अन्य टिपिटी ट्रेनिङहरू हुन्छ, अन्य ट्रेनिङहरू हुन्छ, त्यसमा तपाईले एड मोर ट्रेनिङ भन्नेमा क्लिक गरेर सेभ गरिदिनुहोस्। अब म यसलाई सेभ गरिदिन्छु। यहाँनिर सेभ भइसकेको छ। यो एकजना टिचरको काम पुरा भइसकेको छ। अब हामी ड्यासबोर्डमा जाउँ। अघि यहाँनिर चाहिँ 3 जना हुनुहुन्थ्यो, 3वटा कोटा देखिन्थ्यो, अहिले 1 जना भएर यता सरिसकेको छ। राहतमा काम गरिराख्नुभएका कक्षा 1 देखि 5 अथवा प्राइभेट तहका राहतमा 3 जना हुनुहुन्थ्यो, 1 जना टिचरको यहाँनिर चाहिँ वर्किङमा आइसकेको छ। र यसरी टिचर डिटेल्स ड्यासबोर्ड टिचर ड्यासबोर्ड यसरी मिलाउन सकिन्छ। र यो भिडियो हेरिसकेपछि तपाईलाई कस्तो लाग्यो? आजको भिडियो हेरिसकेपछि तपाईको मनमा लागेका विचारहरू कमेन्ट बक्समा सल्लाह सुझावको रूपमा तपाईले पोस्टाउनु होला अथवा कमेन्ट गरिदिनु होला। मलाई सल्लाह सुझावको रूपमा तपाईको कमेन्ट प्रतिक्रिया दिदिनु होला भन्ने आग्रहका साथ फेरि अर्को श्रृङ्खलामा भेट्ने बाचाका साथ यहाँहरु माझबाट म बिदा हुन चाहन्छु। यहाँको पल्सो भरोस्। धन्यवाद। नमस्कार।